साथीहरु र आज चाहिँ म कहाँ छु भने कालिम्पोङको कोलाखाम भन्ने जग्गा जहाँ चाहिँ छाङ्गे फल्स यो एकदमै फेमस छ है। जो यो फल्स चाहिँ छाङ्गे फल्स भन्छ कोलाखामको। सबै टुरिस्टहरु चाहिँ यो छाङ्गे फल्सको लागि आउँछ कोलाखाममा र त्यही कारण मेरो पनि फर्स्ट टाइम हो। छाङ्गे यो कोलाखाममा त धेरैपल्ट भयो आएको है, तर छाङ्गे फल्स चाहिँ मैले कहिले पनि गएको थिइनँ, कहिले भिजिट गरेको छुइनँ र आज म जाँदैछु है। ल र तपाईहरुलाई पनि म देखाउँदै लानेछु ल त है। हामी र त यो बाटो चाहिँ हामी यस्तो प्रकारले जानु पर्दो रहेछ है। यो बाटोबाट चाहिँ सट्टा आयो, यो सानो सानो गोरेटो छ र योबाट चाहिँ यस्तो उँधो जानु पर्यो। यो तल देख्दैछ जो यो टुरिस्टहरु यहाँ देख्दैछ है। टुरिस्टहरु यो चाहिँ मेरै टुरिस्टहरु हो र मैले चाहिँ यिनीहरुलाई हिँड्दै गर भनेर भनेको थिएँ हो। त्यही भएर यिनीहरु जाँदै रहेछ र मेरो चाहिँ एकदमै फर्स्ट टाइम हो। म चाहिँ निकै तल आएँ र मेरो टुरिस्टहरु पनि यहाँनिर जानु हुँदैछ लट्ठी टेकेर। आपका ये नीचे वाला रास्ता कि पैदल चलने में कैसा लग रहा है आपको? बहुत अच्छा लग रहा है। बहुत अच्छा लग रहा है अभी हाँ जी मजा बहुत अच्छा है। हाँ ठीक ठीक पता चलेगा ऊपर उठने में क्या लगेगा, बाद में पता चलेगा। अभी तो अच्छा लग रहा है। हाँ जी उठने का टाइम में क्या होगा मालूम नहीं है। आधा उठ पाएंगे कि गाड़ी आना पड़ेगा, ऐसी हो सकता है। ओइ हेर्नुस् अब कति एक्साइटेड छ मेरो टुरिस्टहरु है। र हेर्नुस् हामी डराउँछु यस्तो जग्गामा पनि है। कलकत्ताबाट आएर घुम्नुहुन्छ। हेर्नुस् यहाँ यस्तो डरलाग्दो पहिरो गएको रहेछ। बापरे र यस्तो हुँदो र अलमोस्ट हामी चाहिँ छाङ्गे फल्सको छेउछाउतिर आएको जस्तो लाग्यो। र यहाँनिर हेर्नुस् यहाँ पर यो चाहिँ छाङ्गे फल्सकै नजारा देखेको जस्तो लाग्दैछ है साथी हो। हो त है एक्सप्लोर गरौँ हाम्रो आफ्नै प्लेसलाई। यही छाङ्गे फल्स ये दिख रहा है, यहाँ पर छाङ्गे फल्स अलमोस्ट हम लोग देख रहे हैं। तो हिन्दी पनि अलिअलि आउँदैछ है। लो त छाङ्गे फल्सको चाहिँ असली नजारा चाहिँ लु हेर्नुहोस् है, इन्जोय गर्नुहोस् हेरेर। यस्तो छ है